नेपाल ट्राफिक प्रहरीले तत्काल उक्त सवारी साधनलाई रोक्यो। सडकमा लापरवाहीको एउटा सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। असुरक्षित यात्रु र नियम विपरीत सामान बोक्ने कार्य कानुन विपरीत हो। नेपाल ट्राफिक प्रहरीले तत्काल उक्त सवारी साधनलाई रोक्यो। यहाँले नियम उल्लङ्घन गर्नुभएकाले जरिवाना गरिएको छ। नियम उल्लङ्घन गरेको कारण चालकलाई कानुन अनुसार जरिवाना गरियो। यसरी असुरक्षित यात्रा गर्नु हुँदैन। सवारी साधन चलाउँदा सधैँ सचेत रहनुहोस्। सवारी साधनमा यात्रु र सामान दुवै सुरक्षित हुनु आवश्यक छ। ट्राफिक नियम पालना गरौँ। आफ्नो र अरूको जीवन सुरक्षित बनाऊ।